2-4 महिनाको प्लानिङ पछि आज बल्ल म नवबुद्ध गएँ। रमाइलो पनि भयो, खुसी पनि लाग्यो। अनि त्यो नवबुद्धको एउटा कथा पनि रहेछ। जस्तै भगवान बुद्धको पहिलो जन्मसँग जोडिएको अत्यन्त प्रसिद्ध बुद्ध कथा रहेछ। जस्तै धेरै पहिला एउटा राजा थिए। तिनका 3 जना राजकुमार थिए। कान्छो राजकुमारको नाम महासत्व थियो। उनी धेरै दयालु, सबै जीवप्रति एकदम माया राख्ने, करुण भाव राख्ने व्यक्ति थिए। एक दिन ती 3 जना राजकुमारहरू जङ्गल घुम्न गएको बेला एउटा गुफामा भोगले आत्तिको कमजोर अवस्थामा एउटा बघिनी र उनका साना साना बच्चाहरू ती राजकुमारले देखेछन्। बघिनी भोगाएको अवस्थामा आफ्नै बच्चा खानलाई ठिक्क परेको अवस्थामा चाहिँ कान्छो राजकुमार महासत्वले देखेर अचम्म परेछन्। मन पनि दुखित भएछ। अनि उनले आफ्ना दाजुहरूलाई घर फर्किन लगाएर आफू त्यही बसेर सोच्न थालेछन्, यदि मेरो शरीर यो बघिनीलाई खुवाउन पाए त यी बच्चाहरूको ज्यान बचाउन सकिन्छ, मलाई पनि ठुलो पुण्य हुन्थ्यो भनेर सोच्न थालेर उनले आफ्नो मासु काटी काटी ती बघिनीलाई खुवाएछन्। बघिनीले शरीर खाएर ती बच्चालाई खाइनछन्। अनि आफू चाहिँ नि यो बघिनीको बच्चाको ज्यान बचाउन सफल भए भनेर उनी खुसी भएछन्। यसरी मासु खुवाउँदा खुवाउँदा महासत्वले आफ्नो प्राण त्यहीँ त्यागेछन्। धेरै जन्मपछि उनले ज्ञान प्राप्त गरेर गौतम बुद्धको रूप लिएर जन्मेछन् भनेर सबैले विश्वास गर्दा रहेछन्। यसैले नवबुद्धलाई करुण, दया र त्यागको प्रतीक मानिन्छ। नवबुद्ध शब्दको अर्थ पनि बुद्धलाई सम्मानपूर्वक नमन गर्नु भन्ने रहेछ। यस्तै गर्दा माथि हामी अब यो सादा मैले चाहिँ सानो छोटकट तरिकाले मैले केही बताएँ यहाँहरूलाई। अनि यसरी अब बुद्धको माथि सबै नवबुद्धको बिहारहरू घुम्ने क्रममा यहाँ सिँढी रहेछ। म चाहिँ हिँडेर गएँ, कहीँ दौडेँ। पहिला 10-15 खुड्किलो चढ्ने बित्तिकै स्याहाँ भएको थियो। रोक्दै रोक्दै बिस्तारै बिस्तारै कहिले दौडिँदै कहिले बिस्तारै होइन यसरी सिँढी उक्लिएर त्यहाँ 15-20 मिनटमा पुग्यो। रमाइलो भयो। सिनहरू हेर्दै गएँ, कतै टिकटक बनाउन थालेँ, कतै फोटो पनि खिच्न थाल्यो होइन। सबैजना आउँदै जाँदै कहिले तल हेर्दै कहिले माथि हेर्दै होइन। त्यसपछि गोरेटो सानो बाटो रहेछ, ठुलो पहाड तल हेर्दा चाहिँ एकदमै अत्तालिने। मन्दिर पुग्यौँ। स्तूपहरूको भ्रमण, ओम माने पेमो 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 गर्दै अनि अति रमाइलो। यो मन्दिरमा गइसकेपछि त सबै घुम्ने हो भने दिनभरि टाइम लाग्दो रहेछ होइन। सानसानो बच्चाहरू पनि पुगेका, रमाइलो। जताततै हेरेँ कस्तो त्यो पहाडमा होइन, त्यत्रो माथि गुम्बाहरू बनाएको, कस्तो राम्रो धर्मस्थल। बाहिर जानै नपर्ने विदेशतिर। हामी ब्याङ्ककमा जान्छौँ यो बुद्धको स्थलहरू हेर्नलाई होइन। तर नेपालमा पनि धेरै ठाउँमा राम्रो राम्रो मन्दिरहरू होइन, सत्य कथाहरू रहेछ। यस्तो एकदमै रमाइलो भयो। मान्छेको भिड त्यतिकै थियो, बाफे होइन। हुन त आज छुट्टीको दिन पनि परेको थियो, अफिस अड्डा सबै बच्चाहरू रमाएको छन्। यस्तो पहाडमा होइन, कति विशाल घरहरू धेरै हरेक ठाउँमा। अब मैले राजकुमारको कथा सुना पनि यही हो। मलाई यो हेर्ने चाहिँ इच्छा थियो। त्यसपछि हेरेर अब घर फर्किने बेला अब अझ कुना काप्चा त हामी जाँदै गएनौँ। घर